अँ, सामान्यतया मानिसको कुनै भौतिक सामान हराउँदा खोज्ने प्रक्रिया निकै स्पष्ट हुन्छ नि। मतलब कसैको साँचो वा चस्मा हरायो भने हिँडेको बाटो फर्केर हेरिन्छ हो नि, हिँडेको बाटो फर्केर हेरिन्छ वा कुन ठाउँमा राखिएको थियो भनेर दिमागमा जोड दिन्छ। तर अब कल्पना गरौँ त, जब खोज्नुपर्ने कुरा कुनै भौतिक वस्तु नभएर सयौं वा हजारौं वर्ष पुरानो पुर्खा आफ्नै जरा र उद्गम हो भने तब हिँडेको बाटो फर्केर कसरी हेर्ने? यो त निकै जटिल प्रश्न हो। एकदमै। यो एउटा यस्तो परिदृश्य हो जुन निकै धमिलो, जटिल र के भन्छ हराएको जस्तो भान हुन्छ क्या। र आजको हाम्रो यस विस्तृत अध्ययन वा गहिरो मन्थनमा हामी ठ्याक्कै यही विषयमा प्रवेश गर्दैछौँ। हजुर। कसरी एउटा छरिएको समुदायले आफ्नो धमिलो इतिहासलाई एउटा प्रष्ट चित्रमा बदल्न सक्छ त? आज हामीले विश्लेषण गरिरहेको स्रोत सामग्री भनेको गौतम बन्ध्रु राष्ट्रिय समाजको 2079 सालदेखि 2083 सालसम्मको संस्थागत इतिहास, विभिन्न गतिविधि र प्रतिवेदनहरूको सङ्गालो हो। नेपालभरि छरिएका आफ्ना बन्धुहरूलाई एउटै छातामुनि ल्याउन सफल भयो भनेर गहिराईमा पुगेर बुझ्नु हो। यो स्रोत सामग्रीलाई साँच्चीकै गहिरिएर हेर्ने हो भने नि यो केही व्यक्तिहरू भेला भएर एउटा संस्था दर्ता गरेको सामान्य विवरण मात्र पक्कै होइन क्या। पक्कै पनि होइन। अहिलेको यो आधुनिक युगमा मानिसहरू आफ्नो पुर्ख्यौली थातातोलो छोडेर सहर बजार वा विदेशतिर बसाइसराई गरिरहेका छन् नि त। यस्तो तीव्र गतिको समयमा सामुदायिक पहिचान कसरी स्थापित हुन्छ अनि त्यसलाई हराउन नदिन कसरी संस्थागत गरिन्छ भन्ने कुराको यो एउटा जीवन्त उदाहरण हो। ओहो, एकदम सही भन्नुभयो। इतिहासको पानामा मात्र सीमित हुन सक्ने कुरालाई वर्तमानको यथार्थसँग कसरी जोडिन्छ भन्ने यसको जुन प्रक्रिया छ नि त्यो निकै चाखलाग्दो छ। त्यसो भए अब त्यही प्रक्रियाबाटै सुरु गरौँ न त है। यो संस्था स्थापनाको सुरुवाती चरणको सङ्घर्ष आफैमा एउटा ठूलो कथा जस्तो लाग्यो मलाई चाहिँ। कसरी भन्दा? जस्तो कि 2079 चैत्र 8 गते काठमाडौँ महानगरपालिकामा, अनि त्यसपछि जिल्ला प्रशासन कार्यालय हुँदै 2080 जेठ 22 मा गएर समाज कल्याण परिषदमा विधिवत रूपमा दर्ता हुनु भनेको त नेपालको प्रशासनिक झन्झटलाई पार गर्नु हो नि त। हो नि, त्यो त चान्चुने कुरा होइन। अनि सुरुवातमा श्री विदुर गौतमको नेतृत्वमा जुन 11 सदस्यीय पहिलो तदर्थ समिति गठन भयो, त्यसमा काठमाडौँ मात्र होइन है, प्युठान, झापा, ताप्लेजुङ, काभ्रे र बागलुङसम्मका प्रतिनिधिहरू अटाएका थिए। निकै समावेशी देखिन्छ सुरुवातबाटै। तर नि मलाई यो स्रोत सामग्रीमा उल्लेख भएको एउटा घटनाले चाहिँ निकै सोचमग्न बनायो। म त छक्कै परे कि नि। कुन घटनाले? त्यो 2079 चैत्र 25 गते बुद्धनगर पार्टी प्यालेसमा भएको पहिलो सार्वजनिक कार्यक्रमको परिदृश्यलाई एकपटक सम्झौँ त। एकातिर मञ्चमा बटुकहरूद्वारा प्राचीन वैदिक मन्त्रहरूको गुन्जायमान उच्चारण भइराखेको छ। हजुर। अनि ठ्याक्कै त्यही समयमा अर्कोतिर ल्यापटपको की दबाएर, मतलब इन्टर थिचेर डिजिटल वंशावलीको लोकार्पण गरिँदैछ क्या। ओहो, यो त एकदमै कन्ट्रास्टिङ दृश्य भयो नि। हो क्या। अब मलाई भन्नुस् त, के हजारौं वर्ष पुरानो गोत्र र ऋषिको परम्परालाई सिधै यसरी सिलिकन भ्यालीको प्रविधिसँग जोड्नु अलिकति अचम्म लाग्दो वा भनौँ एउटा देखावटी चाल जस्तो लाग्दैन र? बाहिरबाट सरसर्ती हेर्दाखेरि यो दुईवटा विपरीत ध्रुवको सङ्गम जस्तो देखिन सक्छ। एकातिर वेदको मन्त्र, अर्कोतिर ल्यापटपको स्क्रिन। तर यदि यसलाई गहिराईमा गएर विश्लेषण गर्ने हो भने नि यो देखावटी नभएर नितान्त रणनीतिक र मनोवैज्ञानिक आवश्यकता हो। मनोवैज्ञानिक आवश्यकता कसरी? हेर्नुस्, परम्पराहरू तब मात्र बाँच्छन् जब तिनले समयको गतिसँगै आफूलाई ढाल्न सक्छन्। आजको नयाँ पुस्तालाई हेर्ने हो भने कसैले पनि ती ठुल्ठुला धुलो जमेका ठेलीहरू पल्टाएर आफ्नो पुर्खाको हाँगाबिङ्गा खोज्ने धैर्य राख्दैन नि त, होइन र? हो नि, कसलाई फुर्सद छ र अहिले? उनीहरूलाई त हरेक कुरा आफ्नो स्मार्टफोन वा ल्यापटपको एक क्लिकमा चाहिन्छ। अनि जब त्यो प्राचीन वंशावलीलाई डिजिटल पारिवारिक रुख वा डिजिटल फ्यामिली ट्रीको रूप दिइन्छ नि, तब नयाँ पुस्ताले त्यसमा तत्कालै एउटा अपनत्व महसुस गर्छ क्या। भनेपछि त्यो प्रविधिको प्रयोग गरेर इतिहासलाई नयाँ पुस्ताको खल्तीसम्म पुर्याउने? एकदमै। खल्तीसम्म पुर्याउने यो निकै प्रभावकारी मनोवैज्ञानिक औजार हो। यसले इतिहासलाई मेटिनबाट मात्र बचाएको छैन, यसलाई एक्सेसिबल वा भनौँ पूर्ण रूपमा पहुँच योग्य बनाएको छ। भनेपछि प्रविधिलाई परम्पराको शत्रु नभई एउटा संवाहकको रूपमा प्रयोग गरियो।
कति गजबको कुरा। अनि यही कार्यक्रम र त्यसपछिका अन्य भेलाहरूसँग जोडिएको अर्को एउटा पाटो छ जसले जो कोहीको ध्यान तान्छ। के कुरा होला? त्यहाँ उपस्थित व्यक्तिहरूको सूची हेर्ने हो भने नि वामदेव गौतम, जनार्दन शर्मा अनि अर्जुन नरसिंह केसी जस्ता अनुहारहरू देखिन्छन्। यो त निकै चाखलाग्दो पाटो हो। तर यहाँनिर हामीले एउटा कुरा प्रश्न पार्नुपर्छ है। हो, एकदम। विचारका हिसाबले यी व्यक्तिहरू नेपालको राजनीतिको नितान्त फरक फरक ध्रुवमा उभिन्छन् नि त। वामपन्थीदेखि लोकतान्त्रिक पृष्ठभूमिसम्मका यी अनुहारहरू एउटै मञ्चमा सँगै हुनुले मलाई चाहिँ एउटा गहिरो कुरा सङ्केत गर्छ जस्तो लाग्छ। तर हाम्रा सुन्ने साथीहरूलाई हामी के प्रश्न पार्छौं भने यी नामहरू स्रोतमा उल्लेख भएका हुन् र उहाँहरू अतिथिको रूपमा मात्र त्यहाँ हुनुहुन्थ्यो। यो मञ्चले कुनै पनि राजनीतिक विचारको समर्थन गरेको चाहिँ पटक्कै होइन है। हामी केवल तथ्य मात्र प्रस्तुत गरिरहेका छौं। एकदम सही कुरा। उहाँहरू त्यहाँ राजनीतिक नेताको रूपमा नभई केवल एउटा बन्धुको रूपमा जानुभएको हो। यसले के देखाउँछ भने रगत र पुर्खाको साइनोले वा भनौं एउटै गोत्रको हुनुको मनोविज्ञानले राजनीतिको बाक्लो पर्खाललाई पनि सजिलै भत्काइदिन्छ। साँच्चै, बाहिर जेसुकै वैचारिक लडाई भए पनि एउटा कुलको मञ्चमा त उनीहरू समान भए नि त। हो नि, यसले मानिसको पहिचानको बहुआयामिकतालाई स्पष्ट पार्छ। हेर्नुहोस्, एउटा मानिसको राजनीतिक पहिचान हुन्छ, व्यावसायिक पहिचान हुन्छ, तर ती सबैभन्दा आधारभूत र पुरानो पहिचान भनेको त उसको वंशीय वा पारिवारिक पहिचान नै हो। त्यो त हो। जब मानिसहरू आफ्नो जरा खोज्ने थलोमा पुग्छन् तब उनीहरूले आफूले ओढेको त्यो राजनीतिक वा पदीय आवरण फुकालेर राख्छन् क्या। यो साँचो अर्थमा एउटा सामाजिक एकीकरणको प्रक्रिया हो जहाँ मानिसहरू आफ्ना सबै भिन्नताहरूलाई बिर्सेर समानताको खोजीमा एक ठाउँमा उभिन्छन्। ओहो, कति सुन्दर विश्लेषण। अब डिजिटल रूपमा मानिसहरू जोडिए, वंशावली पनि बन्यो अनि विभिन्न क्षेत्रका मानिसहरू एउटै मञ्चमा पनि आए। तर यहाँनिर मानिसको एउटा आधारभूत स्वभावले काम गर्न थाल्छ जस्तो लाग्छ मलाई चाहिँ। कस्तो स्वभाव? मानिस जतिसुकै भर्चुअल दुनियाँमा वा ल्यापटपको स्क्रिनमा रमाए पनि नि उसलाई आफ्नो भौतिक जरा के भन्छ माटो छुन मन लाग्छ नि क्या। पिक्सेलले मात्रै मानिसलाई पूर्ण सन्तुष्टि त दिँदैन नि। पक्कै दिँदैन। मानिसलाई त टेक्ने जमिनै चाहिन्छ। हो, र यही बिन्दुबाट सुरु हुन्छ गोतामकोटको भौतिक यात्रा। स्रोतमा दिइएको विवरण अनुसार 2081 वैशाख 28 गते बा 1006-4858 जस्ता सामान्य बसहरूमा चढेर 28 जनाको टोली रुकुम पश्चिमको गोतामकोट प्रस्थान गर्छ। रुकुम पश्चिमसम्मको लामो यात्रा। हजुर, अनि त्यहाँ उनीहरूले शोभाकर गौतम र जनार्दन शर्माद्वारा महर्षि अत्रि स्तम्भको शिलान्यास गर्छन्। त्यसपछि स्वर्गद्वारी सुपा देउराली हुँदै फर्किन्छन्। तर मलाई सबैभन्दा अचम्म लागेको कुरा अर्कै छ यहाँ। के कुरामा अचम्म पर्नुभयो त? 2081 माघ 23 गते उनीहरूले मालिका मन्दिरसँगै जोडिएको गोतामकोटको जग्गाको लाल पूर्जा प्राप्त गर्छन्। अनि त्यो जग्गाको क्षेत्रफल कति छ भन्दा जम्मा 10 आना। हजुर, 10 आना। अब यहाँनिर कुरा साँच्चै रोचक बन्छ क्या। मेरो प्रश्न के छ भने देशभरि यति धेरै जग्गा र सुगम ठाउँहरू हुँदाहुँदै त्यही रुकुमको विकट गोतामकोटको त्यो सानो 10 आना जग्गा नै किन यति धेरै महत्त्वपूर्ण भयो त? यो एकदमै मतलब के 10 आना माटोले सिङ्गो वंशको हजारौं वर्षको इतिहास र भार बोक्न सक्छ? सुन्दा यो अलिकति प्रतीकात्मक मात्रै हो कि जस्तो लाग्दैन र तपाईलाई? प्रश्न एकदमै जायज छ। बाहिरबाट हेर्दा 10 आना जग्गा भनेको त केही पनि होइन नि, हैन र? त्यहाँ कुनै ठूलो महल वा संरचना बन्न सक्दैन। ओ त नि, जम्मा 10 आनामा के नै बन्छ र? तर यदि हामीले यसलाई बृहत रूपमा हेर्ने हो भने अनि मानवीय मनोविज्ञान र समाजशास्त्रको लेन्सबाट बुझ्ने हो भने नि यो जग्गाको क्षेत्रफल वा भौतिक मूल्यको कुरा हुँदै होइन क्या। अनि के को कुरा हो त यो? यो एउटा प्रतीकात्मक केन्द्र वा अंग्रेजीमा भन्दा सिम्बोलिक एङ्करको कुरा हो। हेर्नुस्, मानिसहरू जब आफ्नो गाउँ ठाउँ छोडेर संसारभरि छरिन्छन् नि उनीहरू भित्रभित्र एउटा विस्थापन वा डिस्प्लेसमेन्टको महसुस गरिरहेका हुन्छन्। रुट्स हराएको जस्तो एकदम। अनि गोतामकोट त्यो ठाउँ हो जहाँबाट उनीहरूका पुर्खाहरू फैलिएको विश्वास गरिन्छ। जब एउटा संस्थाले त्यहाँ गएर आफ्नै नाममा जग्गा किन्छ त्यसले छरिएर रहेका हजारौं सदस्यहरूलाई एउटा शक्तिशाली मनोवैज्ञानिक सन्देश दिन्छ। कस्तो सन्देश?
हामी जहाँ भए पनि हाम्रो एउटा साझा भौतिक उद्गम बिन्दु छ भन्ने सन्देश क्या। त्यो 10 आना जग्गा एउटा भौतिक प्रमाण हो जसले त्यो अमूर्त वंशावलीलाई मूर्त रूप दिन्छ। यो बिस्तारै एउटा तीर्थस्थल वा केन्द्रबिन्दु बन्न पुग्छ नि त। ओहो, जहाँ पुगेर वा जसको नाम सुनेर मात्रै पनि हरेक पुस्ताले आफ्नो जग महसुस गर्न सकोस्, हैन त? ठ्याक्कै त्यही हो। भनेपछि त्यो 10 आना जग्गा भनेको माटो मात्र नभएर एउटा विशाल भावनात्मक भूगोलको प्रतिनिधित्व पो रहेछ त। एउटा भर्चुअल समुदायलाई भौतिक रूपमा जमिनमा गाड्ने प्रयास हो नि। अनि जब केन्द्रमा यो जग बलियो भयो त्यसपछि संस्था चुप लागेर बसेको चाहिँ देखिँदैन है। त्यसपछिको उनीहरूको विस्तारको गति हेर्दा त मलाई त कुनै ठूलो कर्पोरेट कम्पनी वा व्यापारिक घरानाको याद आयो क्या। मा केन्द्रीय समिति गठन हुन्छ, त्यसपछि त देशभरि धमाधम शाखाहरू फैलिन्छन्। काभ्रेको रघुचौर, रुकुम पश्चिममा ओम केसी गौतमको अध्यक्षतामा, सल्यानमा नवराज गौतम, सुर्खेतमा लीलाराम खत्री गौतम, अनि सुदूरपूर्व ताप्लेजुङमा तोयानाथ गौतम, गण्डकी प्रदेशमा कृष्णप्रसाद गौतम र रूपन्देहीमा गणेश गौतम। देशैभरि पुग्यो भन्नु पर्यो। हो क्या, यो त ठ्याक्क कर्पोरेट दुनियाँको के भन्छ फ्रेन्चाइज मोडल जस्तै भएन र? एउटा केन्द्रीय ब्रान्ड छ अनि ठाउँ ठाउँमा त्यसका शाखाहरू खुल्दैछन्। ताप्लेजुङदेखि सुर्खेतसम्म एउटै संयन्त्र कसरी चलिरहेको छ त? तपाईले कर्पोरेट फ्रेन्चाइजसँग दाँज्नुभयो, यो एउटा रोचक दृष्टिकोण त हो, तर यहाँ एउटा आधारभूत भिन्नता छ नि। कस्तो भिन्नता? कर्पोरेट फ्रेन्चाइजमा केन्द्रको नियन्त्रण निकै कडा हुन्छ अनि त्यसको मुख्य उद्देश्य त नाफा कमाउनु हुन्छ नि त, हैन? त्यो त हो, पैसाकै खेल हो त्यहाँ त। तर यहाँ पुँजीको सट्टा रगत र वंशको लगानी छ क्या, र यसको उद्देश्य नाफा नभएर भावनात्मक एकता हो। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ, यो कसरी सम्भव भयो त? हो, कसरी सम्भव भयो त? यदि काठमाडौँमा बसेको केन्द्रीय समितिले ताप्लेजुङ वा सुर्खेतको समितिलाई आफैले नियन्त्रण गर्न खोजेको भए वा सबै निर्णय केन्द्रबाटै लादेको भए नि यो संगठन यति चाँडै फैलिने नै थिएन। यहाँ त विकेन्द्रीकरणको अत्यन्तै सफल मोडल प्रयोग भएको देखिन्छ। भनेपछि स्थानीय स्वायत्तता नै यसको सफलताको कडी हो त? बिल्कुल होइन। मतलब केवल स्वायत्तता मात्र होइन क्या। अनि अरू के त? स्वायत्तताको साथसाथै एउटै केन्द्रीय भावना, अत्रिगोत्र र गौतम बन्धुत्वले उनीहरूलाई जोडेको छ नि त। ताप्लेजुङका मानिसहरूले आफ्नै भेला गरेर आफ्नै परिवेश अनुसार समिति बनाउँछन्। सुर्खेतकाले आफ्नै। केन्द्रले उनीहरूलाई अहराउने वा सिकाउने काम गर्दैन। केन्द्रले केवल समन्वय गर्ने काम मात्र गर्छ। एकदम। जब स्थानीय नेतृत्वलाई पूर्ण अधिकार र अपनत्व दिइन्छ तब मात्र संगठनले समाजको तल्लो तहसम्म जरा गाड्न सक्छ। यो मोडलले के प्रमाणित गर्छ भने मानिसहरूलाई माथिबाट आदेश होइन एउटा साझा उद्देश्य दिएर स्वतन्त्र छोडिदियो भने उनीहरू आफै सङ्गठित हुन्छन् क्या। अपनत्वको कुरा गर्दा स्रोतमा भएको एउटा विशेष घटनाले मलाई झनै ध्यानाकर्षण गर्यो है। 2083 जेठ 3 गते मध्य प्रदेशको रौतहट स्थित होटल अशोकामा भएको भेलाको विवरण हेरौँ न। त्यो मध्य प्रदेशको भेला? हजुर, त्यहाँ 500 भन्दा बढी मानिस उपस्थित थिए र सबैभन्दा अचम्मको कुरा नि त्यो विशाल कार्यक्रमको सभापतित्व 96 वर्षीय वयोवृद्ध माधव गौतमले गर्नुभएको थियो रे क्या। ओहो, 96 वर्ष? हो त नि। रामशरण गौतमको अध्यक्षतामा समिति गठन हुँदै गर्दा एउटा 96 वर्षको हजुरबुबा स्तरको व्यक्तिले 500 जनाको भेलालाई नेतृत्व दिनु आफैमा एउटा शक्तिशाली दृश्य होइन र? यस्तो लाग्छ यो केवल नयाँ समिति बनाउने प्राविधिक काम मात्र थिएन, यो त एउटा पुस्ताबाट अर्को पुस्तामा ऊर्जा हस्तान्तरण गर्ने एउटा जीवित पुल जस्तै थियो क्या। साँच्चै निकै सुन्दर उपमा दिनुभयो तपाईँले। यसलाई ऊर्जा हस्तान्तरण मात्र भन्दा पनि पुस्तान्तरणको वैधानिकता वा भनौँ अंग्रेजीमा लेजिटिमेसी भनेर बुझ्न सकिन्छ। वैधानिकता? हो, कुनै पनि नयाँ अभियान वा संगठनलाई समाजमा स्थापित हुन अग्रजहरूको आशीर्वाद र उपस्थिति अनिवार्य हुन्छ नि त। जब 96 वर्षको वृद्धले जसले झण्डै 1 शताब्दीको इतिहास देखेको छ उसले त्यो कार्यक्रमको अपनत्व ग्रहण गर्छ, त्यसले त्यहाँ उपस्थित युवा पुस्तालाई आफ्नो संस्कृतिको गहिराई महसुस गराउँछ क्या। ओहो, उनीहरूलाई पनि यसको गम्भीरता फिल हुन्छ? एकदमै। यसले संगठनलाई एउटा ऐतिहासिक तौल प्रदान गर्छ नि। यो समाजले केवल शाखाहरू खोलेर सदस्य संख्या मात्र बढाइरहेको छैन, यसले त हरेक पुस्तालाई समेटेर एउटा बलियो सांस्कृतिक र मनोवैज्ञानिक सञ्जाल पनि निर्माण गरिरहेको छ भन्ने कुराको यो बलियो प्रमाण हो।
सांस्कृतिक सञ्जालकै कुरा गर्दा नि यति ठूलो संगठन बनिसकेपछि यसले समाजमा के कस्ता मूल्य मान्यताहरू स्थापित गरिरहेको छ भन्ने कुरा स्रोतमा निकै स्पष्टसँग उल्लेख छ है। के उल्लेख छ त? उनीहरूका गतिविधिहरू हेरौँ न। हरेक वर्ष भित्ते पात्रो वा क्यालेन्डर विमोचन गर्ने परम्परालाई निरन्तरता दिएको छ। हजुर। अनि अग्रजहरूलाई सम्मान गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ। जस्तै रमेशचन्द्र गौतम पाल्पाली, हीरामणि गौतम र बर्दियाका देवदत्त गौतमका मातापितालाई दोसला ओढाएर गरिएको सम्मान। त्यस्तै दोस्रो राष्ट्रिय सम्मेलनमा अत्रि गोत्रीय खैजडी भजन टोलीको प्रस्तुति नै राखिएको छ र अन्त्यमा 2083 वैशाख 17 गते गोतामकोटमै पुगेर महर्षि अत्रि, मालिका देवी र शिवलिङ्गको प्राण प्रतिष्ठा नै गरिएको छ क्या। यो त एकदमै विस्तृत सांस्कृतिक अभियान नै भयो। हो नि, तर यहाँनिर म अलिकति फरक कोणबाट सोच्न बाध्य हुन्छु है। त्यसो भए यी सबैको अर्थ के हो त? आजको यो आर्टिफिशियल इन्टेलिजेन्स र विश्वव्यापीकरणको युगमा क्यालेन्डर छाप्नु वा खैजडी भजन गाउनु भनेको केवल नस्टाल्जिया वा पुरानो यादमा रमाउने प्रयास मात्र होइन र? सुन्दा त्यस्तै लाग्न सक्छ। के यी गतिविधिहरूले साँच्चै नै आधुनिक समाजमा कुनै ठोस अर्थ राख्छन् त? हेर्नुस्, सतै रूपमा हेर्दा यो नोस्टाल्जिया जस्तो लाग्न सक्छ, पुराना कुराहरूको यादमा रमाएको जस्तो मात्रै। तर समाजशास्त्रको दृष्टिकोणबाट यसलाई संस्कार हस्तान्तरण वा कल्चरल ट्रान्समिसनको एउटा जटिल संयन्त्रको रूपमा बुझ्नुपर्छ क्या। संस्कार हस्तान्तरण कसरी? आजको आधुनिकताले गाँजेको समाजमा जहाँ हरेक कुरा तीव्र गतिमा परिवर्तन भइरहेको छ नि, मानिसहरूले आफ्नो मौलिक चिनारी गुमाउने डर सधैँ रहन्छ। यस्तो बेलामा क्यालेन्डर छाप्नु भनेको मिति हेर्नका लागि मात्र होइन क्या। अनि के को लागि त? यो छरिएर रहेका सबै बन्धुहरूलाई एउटै सांस्कृतिक लयमा हिँडाउनु हो। सबैले एउटै चाडपर्व र एउटै तिथिमितिमा अपनत्व महसुस गर्नु हो। एउटा साझा क्यालेन्डरले उनीहरूलाई समयको एउटै चक्रमा बाँध्छ नि त। ओहो, मैले त त्यो कोणबाट सोचेकै थिएन। अनि त्यो खैजडी भजन र अग्रज सम्मान नि, त्यसको चाहिँ के अर्थ छ नि? खैजडी भजन भनेको केवल एउटा गीत होइन नि, यो त सयौं वर्ष पुरानो लोक संस्कृतिको ध्वनि हो क्या। यसले एउटा सोनिक आइडेन्टिटी वा ध्वन्यात्मक पहिचान दिन्छ। सोनिक आइडेन्टिटी? क्या गजबको शब्द! अनि अग्रजलाई दोसल्ला ओढाएर सम्मान गर्नु भनेको केवल एउटा कपडाको टुक्रा दिनु मात्र होइन, यो कृतज्ञताको प्रतीक हो। यसले नयाँ पुस्ताको दिमागमा एउटा मूल्य मान्यता स्थापित गर्छ कि समाजमा अनुभव र उमेरको कदर हुनुपर्छ। र त्यो प्राण प्रतिष्ठा जस्ता कार्यहरूले आस्थाको केन्द्रलाई जीवित राख्छन् नि त। यी सबै साना साना कार्यहरू मिलेर एउटा यस्तो सुरक्षा घेरा वा फायरवल बनाउँछन् जसले नयाँ पुस्तालाई यो विश्वव्यापीकरणको छालमा आफ्नो जरा बिर्सनबाट रोक्छ क्या। साँच्चै नै। यसले उनीहरूलाई सम्झाउँछ कि उनीहरू शून्यबाट आएका होइनन्, उनीहरूको पछाडि एउटा लामो, समृद्ध र अर्थपूर्ण इतिहास छ। साँच्चै यो स्रोत सामग्रीको पाना पाना पल्टाउँदै जाँदा र आज यसरी विश्लेषण गर्दै जाँदा एउटा कुरा निकै प्रष्ट हुन्छ नि, यो गौतम बन्धु राष्ट्रिय समाजको प्रगति विवरण मात्र पक्कै होइन। यो त एउटा पहिचानको खोजी र त्यसको पुनर्निर्माणको रोमाञ्चक कथा पो रहेछ क्या। एकदम सही। 2079 सालमा ती प्रशासनिक अड्डनहरू पार गर्दै सुरु भएको यो यात्रा प्रविधिको प्रयोग गरेर डिजिटल वंशावली मार्फत मानिसहरूको हात-हातमा पुग्यो नि त। अनि त्यसपछि भर्चुअल दुनियाँबाट बाहिर निस्केर रुकुमको गोतामकोटको त्यो 10 आना माटोमा पुगेर आफ्नो भौतिक जग बसाल्यो। हजुर। त्यही जगमा टेकेर ताप्लेजुङदेखि सुर्खेत हुँदै मधेसको रौटरसम्म फैलिँदै एउटा विशाल सञ्जाल बन्यो नि। उनीहरूले प्रविधिको सही सदुपयोग गरे, आफ्नो भौतिक जराको खोजी गरे, नेतृत्वलाई सफलतापूर्वक विकेन्द्रीकरण पनि गरे। र सबैभन्दा महत्त्वपूर्ण कुरा त आफ्नो संस्कार र संस्कृतिलाई सधैँ केन्द्रमा राखे। हो नि, यस अध्ययनले एउटा महत्त्वपूर्ण निष्कर्ष निकाल्छ क्या। यदि सही दृष्टिकोण, स्पष्ट नेतृत्व र सामूहिक भावना हुने हो भने नि जतिसुकै छरिएको र आधुनिकतामा हुर्किएको समाजलाई पनि छोटो समयमै भावनात्मक र संगठनात्मक रूपमा अत्यन्तै सुदृढ बनाउन सकिन्छ। यो यात्रा अरू धेरै हराउँदै गएका सामुदायिक वा वंशीय संस्थाहरूका लागि एउटा उत्कृष्ट केस स्टडी बन्न सक्छ। पक्कै पनि।
आधुनिक युगमा आफ्नो पहिचान कसरी जोगाउने भन्ने कुराको यो एउटा ब्लुप्रिन्ट नै हो भन्दा फरक पर्दैन। एकदमै सहमत छु म। हामीले सुरुमा त्यो हराएको कुरा खोज्ने धमिलो परिदृश्यको कुरा गरेका थियौं नि। कसरी एउटा संस्थाले त्यो धमिलो इतिहासलाई प्रविधि, भौतिक प्रतीक र परम्पराको प्रयोगले यति छिटो स्पष्ट चित्रमा परिणत गर्न सक्छ भन्ने हामीले आजको यस विस्तृत मन्थनबाट बुझ्यौं। हजुर, प्रष्ट भयो। तर जाँदा जाँदै सुन्ने जो कोहीको लागि एउटा गहिरो प्रश्न छाड्न मन लाग्यो, जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ क्या। कस्तो प्रश्न होला? आजको यो तीव्र गतिमा कुदिरहेको विश्वव्यापीकरण र एक्लोपन, जसलाई हामी ग्लोबलाइजेसन एन्ड आइसोलेसन भन्छौं नि, यो युगमा जहाँ मानिसहरू डिजिटल रूपमा जोडिएर पनि मानसिक र सामाजिक रूपमा झन्झन एक्लो हुँदै गइरहेका छन् नि। त्यो त एकदमै ठूलो समस्या हो आजको। हो, अनि यदि एउटा वंशले प्रविधि र परम्पराको यस्तो सन्तुलित प्रयोग गरेर देशभरिका मानिसलाई यसरी भावनात्मक रूपमा एकताबद्ध गर्न सक्छ भने के भविष्यमा यस्तै वंशावली वा कुल समाजहरू आधुनिक मानिसका लागि नयाँ सामाजिक सुरक्षा कवच वा सोशल सेफ्टी नेट्स बन्न सक्लान् त? ओहो, यो त निकै गम्भीर प्रश्न हो। होइन र? राज्य र आधुनिक समाजले दिन नसकेको त्यो आत्मीयता र सहारा कि हाम्रै हजारौं वर्ष पुरानो पुर्खाको इतिहास र सञ्जालमा पो लुकेको छ कि यो साँच्चै आफैमा घोरिनुपर्ने र मन्थन गर्नुपर्ने विषय हो क्या? एकदमै घोरिनुपर्ने विषय हो। आजको यो गहिरो अध्ययनलाई चाहिँ हामी यही प्रश्नका साथ विश्राम दिन्छौं।